गरौँ आजको यो विशेष प्रस्तुति। आज हामी एउटा यस्तो विषयमा गहिरिएर कुरा गर्दैछौँ जसले हामी सबैको दैनिक जीवनलाई सिधै छुन्छ। एउटा दुर्गम गाउँमा भएको हृदय विदारक घटनाबाट सुरु गरेर यो कसरी पूरै देशको लागि एउटा प्रणालीगत र गम्भीर सङ्कट बनिरहेको छ भन्ने कुराको आज हामी मिहिन विश्लेषण गर्नेछौँ। सडक त हामी दिनदिनै प्रयोग गर्छौँ, तर यही सडक कसरी मृत्युमार्ग बनिरहेको छ त? आउनुस् तथ्यहरूबाटै बुझौँ। ल अब यसको गहिराइमै जाउँ। मिति 30 अप्रिल 2026 बिहिबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ एउटा बोलेरो जीप जाँदै थियो। मानिसहरू निकै खुसी थिए, वैशाख पूर्णिमाको मेला भर्न गइरहेका थिए। तर लगातार परिरहेको पानी र एकदमै चिप्लो हिलो बाटो थवाङ गाउँपालिकाको सिमानामा पुगेपछि त्यो जीप अचानक सडकबाट चिप्लियो र सिधै करिब 800 मिटर तल भिरमा खस्यो। कल्पना गर्नुस् त त्यो कति भयानक दृश्य थियो होला। यो एउटा सामान्य दुर्घटना मात्र थिएन, एउटै घटनाले कैयौं परिवारको संसार उजाड्यो। यसको मानवीय क्षतिको पाटो झनै दर्दनाक छ। सुरुमा समाचार आउँदा 17 जनाको मृत्यु भएको भनिएको थियो, तर घटनास्थलमा मौसम यति खराब थियो, भारी वर्षा भइरहेको थियो, प्रहरी र स्थानीयले बल्ल बल्ल उद्धार गर्दा मृतकको संख्या बढेर 20 पुग्यो। जीपमा खासमा कतिजना कोचाकोच गरेर चढेका थिए भन्ने मेसो पाउन समेत निकै गाह्रो परेको थियो। एउटै गाउँठाउँका यति धेरै मानिसले एकै चिहान हुनु भनेको जो कोहीलाई पनि विक्षिप्त बनाउने घटना हो। अब यो रोल्पाको एउटा घटनालाई मात्र नहेरी समग्र देशको सडक सुरक्षाको यो डरलाग्दो दैनिक यथार्थतर्फ लागौं। सुन्दा पनि आङ झिरिङ्ग हुन्छ नि, तर आधिकारिक तथ्याङ्कले यही भन्छ। नेपालका सडकहरूमा हरेक 24 मिनेटमा एकजना मानिसले ज्यान गुमाउँछन्। सोचौं त, हामीले यो विषयमा कुरा गरिरहँदा पनि देशको कुनै न कुनै कुनामा कसैले सडक दुर्घटनामै आफ्नो ज्यान गुमाइरहेको हुन सक्छ। यो आँकडाले नेपालको सडक सुरक्षाको अवस्था कति नाजुक छ भन्ने ऐना देखाउँछ। यसलाई अझै सरल रूपमा बुझ्दा देशभरमा हरेक दिन औसतमा 75 वटा सडक दुर्घटना हुने गरेका छन्, अनि ती दुर्घटनाहरूमा परेर दैनिक झण्डै 7 जनाले ज्यानै गुमाउँछन्। मृत्यु हुनेको संख्या त यो हो भने गम्भीर घाइते भएर जीवनभर अपाङ्गता भोग्नेहरूको संख्या त झन् कति हो कति। प्रहरीकै रिपोर्ट हेर्ने हो भने पनि युवाहरूमा मृत्यु र अपाङ्गता हुने मुख्य कारणहरूमध्ये सडक दुर्घटना अग्रस्थानमा छ। अब यो तथ्याङ्कमा साँच्चै घोत्लिनुपर्ने कुरा के छ भने यहाँ दुईवटा निकायको रिपोर्टमा आकाश जमिनको फरक देखिन्छ। एकातिर नेपाल प्रहरीको तथ्याङ्कले भन्छ प्रति 1 लाख जनसङ्ख्यामा 8.59 जनाको मृत्यु भयो। तर त्यही समयको लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमान हेर्ने हो भने यो दर झण्डै 15.9 छ। यसको सिधा अर्थ के हो भने नेपालमा सडक दुर्घटनाको यथार्थ हामीले सुन्ने वा पढ्ने गरेको भन्दा झण्डै दोब्बर भयानक छ। कतिपय दुर्घटना र घाइतेहरूको त कतै रेकर्डै पुग्दैन। यति धेरै दुर्घटनाहरू आखिर किन भइरहेका छन् त? अब सडक जोखिमको भित्री तहलाई नै खोतलेर हेरौँ। सडकमा सबैभन्दा बढी ज्यान गुमाउनेहरू को हुन् त? यो तथ्याङ्क हेर्दा जो कोही पनि झस्किन्छ। मृत्यु हुने मध्ये करिब 72% त ती मानिसहरू छन् जो अत्यन्तै जोखिममा हुन्छन्, जस्तै पैदल हिँड्नेहरू, साइकल चलाउनेहरू र मोटरसाइकल यात्रीहरू। बाँकी 28% मात्रै ठूला गाडी वा कारभित्रका यात्रु हुन्। अझै अचम्मको कुरा त यो 72% मध्ये आधाभन्दा बढी त बाटो काट्ने वा हिँड्ने पैदल यात्री मात्रै हुन्छन्। यसबाट के प्रश्न हुन्छ भने हाम्रा सडकहरू गाडी गुड्नको लागि मात्रै बनाइएका छन्, मान्छे हिँड्न र बाँच्नका लागि होइन। हामी सधैँ सडकको खाल्डाखुल्लीलाई मात्र दोष दिन्छौँ नि, तर अध्ययनहरूले अर्कै कुरा देखाउँछन्। 60% भन्दा बढी जाने दुर्घटनाहरूको पछाडि सिधै मानवीय त्रुटि जोडिएको हुन्छ। नियम नमान्ने, हावाको तालमा गाडी हुइक्याउने, गाडीको क्षमताभन्दा दुब्बर मान्छे वा सामान कोच्ने, जसलाई हामी ओभरलोड भन्छौँ, र रक्सी खाएर स्टियरिङ समात्ने बानी नै मुख्य हत्यारा हुन्। त्यसमाथि गाडीको ब्रेक वा टायर बेला बेलामा चेक नगर्ने लापरवाहीले आगोमा घिउ थप्ने काम गरेको छ। अब नीति र कानूनको कुरा गरौँ। हामीसँग सवारी व्यवस्थापन गर्ने मुख्य कानून भनेको 2049 सालको ऐन हो। समय कहाँबाट कहाँ पुगिसक्यो, कानून उही पुरानो छ, त्यसमाथि कार्यान्वयन फित्लो छ। अर्को गम्भीर कुरा, एउटा बलियो राष्ट्रिय सडक सुरक्षा परिषद हुनुपर्ने हो, तर त्यो अझै पूर्ण रूपमा क्रियाशील हुन सकेको छैन। काम र अधिकारहरू विभिन्न सरकारी अड्डामा बाडिएका छन्, अनि दुर्घटना हुँदा मैले जिम्मा लिनुपर्छ भन्ने कोही हुँदैन। यो त भयो मानवीय क्षतिको कुरा। अब लागौं यसले देशको अर्थतन्त्रमा पारिरहेको अझै ठूलो तर नदेखिएको क्षतितर्फ।
त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सडक दुर्घटनामा पर्नेहरू धेरैजसो 15देखि 49 वर्षका हुन्छन्, अर्थात् काम गर्न सक्ने कमाउने उमेरका युवाहरू। तथ्याङ्कले देखाउँछ कि पुरुषहरूको मृत्युको दोस्रो ठूलो कारण नै यही हो। घरको मुख्य कमाउने मान्छे गुमाउँदा परिवारको विचल्लित त हुन्छ नै, तर यसरी निरन्तर युवा जनशक्ति गुमाउँदा समग्र देशकै कुल घारस्ते उत्पादन अर्थात् जीडीपीमा ठूलो धक्का लागिरहेको हुन्छ। यो अवस्था सधैँ यस्तै रहनुपर्छ भन्ने छैन। विश्व ब्याङ्कको एउटा निकै आशालाग्दो अध्ययन छ। यदि नेपालले सही कदम चालेर सडक मृत्युदरलाई आधाले मात्रै घटाउन सक्यो भने पनि धेरै ठूलो परिवर्तन आउँछ। यसरी मानिसको ज्यान जोगाउनु भनेको देशको अर्थतन्त्र जोगाउनु हो। यसो गर्न सके आगामी 24 वर्षभित्र देशको जीडीपीमा 7देखि 22% उछाल आउन सक्ने अनुमान छ। यो भनेको असाध्यै ठूलो आर्थिक र जनसाङ्ख्यिकीय फाइदा हो। यो वाक्यले एउटा अकाट्य सत्य बोलेको छ। देशको वास्तविक सम्पत्ति भनेको हिमाल, नदी वा ठूला भवनहरू मात्र होइनन्। देशको कुल सम्पत्तिको 2/3 हिस्सा त त्यहाँका नागरिकहरू हुन्, अर्थात् मानव पुँजी। सडकमा दिनदिनै यसरी नागरिकको ज्यान गइरहनु भनेको कुनै पनि राष्ट्रले आफ्नो सबैभन्दा अमूल्य सम्पत्तिको रक्षा गर्न नसक्नु हो। यो कुनै राजनीतिक कुरा हुँदै होइन, यो विशुद्ध देशको भविष्यसँग जोडिएको कुरा हो। यति धेरै समस्या देखिसकेपछि अब समाधान के त? कसरी सुधार्ने यो प्रणालीलाई? त्यसतर्फ लागौं। समस्या जति ठूलो भए पनि समाधान नभएको होइन। संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठनले यसका लागि 5वटा बलिया पिलर वा स्तम्भको ढाँचा दिएका छन्। पहिलो, चुस्त सडक सुरक्षा व्यवस्थापन। दोस्रो, इन्जिनियरिङ मिलेका सुरक्षित सडक। तेस्रो, कन्डिसन ठिक भएका गाडी। चौथो, सचेत यात्रु र चालक। र पाँचौं, दुर्घटना भइहाले तत्कालै उद्धार र उपचार। यही सूत्र अपनाएर विश्वभर दुर्घटना घटाउने लक्ष्य राखिएको छ, जुन नेपालको लागि पनि त्यत्तिकै सान्दर्भिक छ। र यसले एकदमै स्पष्ट रूपमा देखाउँछ कि हामीसँग योजना नै नभएको त कहाँ हो र? नेपाल सरकार आफैले नेपाल सडक सुरक्षा कार्य योजना भनेर 2021देखि 2030सम्मको खाका बनाइसकेको छ। कागजमा सबै कुरा छ, तर मुख्य रोग भनेको कार्यान्वयन नहुनु हो। एउटा अधिकार सम्पन्न सुरक्षा परिषद बनाएर यो योजनालाई किताबको पानाबाट निकालेर सडकमै लागू नगरेसम्म अवस्था उस्तै रहनेछ। पूर्वाधार निर्माणको हाम्रो सोचमै पनि अलिकति शिफ्ट ल्याउनुपर्ने बेला आएको छ। अघि हामीले भन्यौं नि 72% मर्ने त पैदल र 2 पाङ्ग्रे यात्रु हुन् भनेर। त्यसैले अब बाटो बनाउँदा वा फराकिलो पार्दा गाडीको लागि कालोपत्रे मात्र गरेर भएन। मान्छे हिँड्ने सुरक्षित पेटी, बाटो काट्ने ठाउँ र साइकल लेनहरू छुटाउनै पर्छ। यस्ता सामान्य संरचनाले पनि हजारौंको ज्यान जोगाउन सक्छन्। कुरा सुन्दा धेरै लागे पनि मुख्य रूपमा 3वटा काम सँगसँगै गर्नुपर्छ। पहिलो त त्यही पूर्वाधार, बाटोको डिजाइन ठिक गर्ने। दोस्रो, नियमको कडा पालना, हेलमेट, सिट बेल्ट, स्पिड लिमिट र गाडीको कन्डिसनमा शून्य सहनशीलता। र तेस्रो, हाम्रो आफ्नै व्यवहारमा परिवर्तन, चालक र यात्रु दुवै जिम्मेवार बन्ने। नीति निर्माताहरूले यी 3वटा कुरालाई एकैपटक अगाडि बढाउनुको विकल्पै छैन। पक्कै पनि यो पुरै प्रणाली सुधार्नको लागि राम्रै लगानी चाहिन्छ। एउटा अनुमान अनुसार सन् 2030सम्ममा नेपालले सडक मृत्युदर आधा घटाउने हो भने आउँदो दशकमा करिब 87 करोड 90 लाख डलर बराबरको लगानी गर्नुपर्ने हुन्छ। सुन्दा यो रकम निकै ठूलो लाग्न सक्छ, तर यसले जोगाउने हजारौं मानिसको ज्यान र त्यसबाट देशको अर्थतन्त्रले पाउने प्रतिफलको अगाडि यो लगानी अत्यन्तै सानो र गर्नै पर्ने लगानी हो। अब यसलाई समग्रमा हेरौँ र सोचौँ। रोल्पाको त्यो कहाली लाग्दो जीव दुर्घटना होस् वा हामीले दिनदिनै पत्रपत्रिकामा पढ्ने दुर्घटनाका खबरहरू, यिनले हामीलाई झकझकाइरहेका छन्। समस्या के हो थाहा छ? संयुक्त राष्ट्रसङ्घको सूत्र छ, आफ्नै देशको कार्ययोजना पनि छ, तर अबको सबैभन्दा अहम प्रश्न यो हो, फेरि कुनै ठूलो दुर्घटना हुनुभन्दा अगाडि नै के यो प्रणालीगत सुधारका लागि चाहिने इच्छा शक्ति र त्यो 88 करोड 90 लाख डलरको लगानी जुटाउन सरोकारवालाहरू तयार होलान् त? यो यस्तो प्रश्न हो जसको उत्तरमा धेरैको जीवन र मरण जोडिएको छ। आजको प्रस्तुतिबाट यस विषयका धेरै पाटाहरू पक्कै स्पष्ट भए होला। बिदा हौं।